हेलो एभ्रिवान, फेरि पनि हजुरलाई स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ म टक्कलार थाकल टिप्न जान लागेको। अब यता चाहिँ पानी पर्न लागिरहेछ। ए काली दिशा थाकल टिप्न जाने न? म चाहिँ थाकल टिप्न जाँदैछु, तर पाउँछ कि पाउँदैन अहिले थाहा नै छैन के। पुरै डढेर लागेर थाकलको बोटे मरिसक्यो कि टक्कलार पाउँछ पाउँदैन हजुरलाई देखाउँछ है त। म चाहिँ जङ्गलतिर तर्फ लाग्दैछु। म चाहिँ बच्चैदेखि थाकल एकदम मनपर्छ कि। थाकल अनि अर्को हुन्छ सिमसिमे भन्छौँ हामी चाहिँ यतातिर। अब तपाईँहरू त्यहाँ चाहिँ के भन्छ थाहा छैन। सिमसिमे पाकेको यस्तो मनपर्छ नि। त्यो गएपछि थाहा हुन्छ। चोक्टा खान आएको बुढी झोलमा डुबेर मरि भने जस्तै त हुँदैन नि। थाकल खान आएको थाकलै भेटेन भने त गाह्रो छ। थाकल भेट्छु त है, पाएको त थाकलै छैन कि हो। यो चाहिँ हाम्रो पुरानो पानी ट्याङ्की हो। पुरानो पहिला हामी सानो सानो हुँदाखेरि नि यहाँनिर पानी ल्याउँथे अनि यहीँको पानी घर घरमा धारा लगेर खान्थ्यौँ। यहीँको पानी खान्थ्यौँ। अहिले त छैन, कता कता पाइपै काटेर कता होइन पाउँदैन है क्या हो। थाकल हुन आएको त थाकल नै सीमित होला जस्तो छ त। यहाँ कोइलीको आवाज सुन्नु है कस्तो मजाले। थाकल पाक्यो भन्छ है कोइली। कस्तो मजाको चरन चुरुङको आवाज आउँछ। होइन अहिले त कराउँदैन नि त, अहिले त कराएको त अहिले थाकलै छैन क्या हो। डर लाग्न थालिसक्यो भन्दा माथि त म जाँदिनँ। डर लाग्छ मलाई नि। डर लाग्न थालिसक्यो भन्दा माथि त म जाँदिनँ। डर लाग्छ मलाई नि। चराचुरुङ्गी आउँछ मजाले। छैन क्या यतातिर त थाकल एकमा मात्रै भेट्यो। होइन थाकल त सब डढे हात है। त्यो आगोले डढ्या हो कि यो पानी नपरेर डढ्या हो कि के हो। सब डढ्या मात्रै हो त थाकल त। सिजन त यो थाकल खाने के गर्नु, भाग्यमा छैन है क्या हो थाकल खाने। सबै डढ्या काँचो हो। त्यो काँचो होइन नि लिएर जानुपर्छ। हुन्छ मैले चाहिँ थाकल काँचो थाकल लगेर घरमा चट्ट पानीमा भिजाएर राख्यो भने पाक्छ। त्यो चाहिँ खानुपर्ने हो नि त साँच्ची हो। थाकल भेटिँदैन नि त के गर्नु। भेटिन्छ तर थाकल सबै गरे हुन्छ क्या। डढेर लाएर भर्खर उम्रिया नि त घाँसहरू। अनि यो डढेलोले भेटेर त सबै मर्या थाकल त। सबै मर्या योभन्दा मास्टर चाहिँ नजाउँ। यतातिर सब डढेर थाकल भेट्यो। मान्छे डर लाग्छ हिँड्नलाई, त्यही भएर हाम्रो गाउँ चाहिँ यस्तो छ। वरिपरि जङ्गल छ। बिचमा घरै घर छ। त्यो जङ्गलले जङ्गल छ। अब त्यही भएर पहिला भएको थाकल भन्नु नि लिएर जानु। यो चाहिँ घरमा लगेर एक दिन राख्यो भने पाक्छ क्या यो थाकल। यो पहिला खास चाहिँ बिलिया हुन्छ। थाकल हजुरहरूलाई मनपर्छ कि मन पर्दैन कमेन्ट गर्नु है। मलाई चाहिँ एकदम मनपर्छ थाकल। अब एक काँचो भन्नु बुढो भाग्ने पाक्ने बेला त भए ठिक्क बेला भए ए भनेर नि लिएर जाने हो। अब
ए भन्ने लिएर हिँड्ने साथी हो एउटा भन्ने खाना खानालाई एकबार यो वर्ष थाकल लगाइ जानुभयो जस्तो लाग्थ्यो भेट्यो एक ठाउँमा कहाँ छ भने नि घरमा गएर पकायो भने मस्त लाग्छ किनभने बाटो चाहिँ खत्ता खाएको जे होस् तर साथी हो घर जानुपर्ने छ सुतेर बसिन्छ तर यसले नै मलाई पुग्न त पुग्छ सबैजना 2-2वटा पिस पुग्छ पाकेपछि कति पाक्छ यो चाहिँ हाम्रो निबुवाको बोट है यहाँ निबुवाको बोटमा यस्तो चराले या गुड बनाएर कस्तो राम्रो चरा बस्या तर मेरो मोबाइल चाहिँ राम्रोसँग नदेखिँदो रहेछ कि यो गुडा चरा खाके कति दिन भइसक्यो चरा यहाँ बसेको काले आइ भन्दै एला आटा दिनलाई आइ भन्दै खाने म खाने भनेको म ए दही खान्नस् पहिले खाछ मस्ती पनि खायो सबै यो फुटेकाले के सुन्नु पर्छ दहीले खादैन भन्छ त काले के सुन्नु पर्छ दहीले खादैन भन्छ त अनि खाना धेरै खादिन भन्नु ए अहिले चाहिँ खान्छु अघि पछि त्यहाँ हामी माथि दही नखाने भन्दा म वाम भएको दही खान्छु दही खादैन मान्छेको कुरा सुन्दा नि हाँस